उहाँ हुनुहुन्छ विशाल भट्टराई, उहाँ हुनुहुन्छ प्रकाश खड्का, दुवैजना पेसाले शिक्षक मास्टर। हेर्नुहोस् है त फेरि उडाउनेलाई चालक भनिन्छ होइन त हजुर, अनि पढाउनेलाई मास्टर भनिन्छ। अनि त्यो लुगा सुनेलाई मास्टर किन भनिएको? सिउनेलाई मास्टर उसँग सिउने कला भएकोले। भनेपछि कला भएकोलाई मास्टर भनिन्छ, जसमा दक्षता छ उसलाई दक्षता मास्टर भन्छ, उसमा दक्षता छ त्यही भएर जे कुरामा ओके होइन हजुर भन्नु होला। अनि तपाईँ भट्टराई होइन त? हजुर। म ठाडा राई, भट्टराई, ठाडा राई र जुन बान्ता राई, चामलिङ राई हुन्छ नि राई, यी तीनटा राईमा के फरक छ हजुर? भट्टराई ह्यान्डसम हुन्छ, अब ठाडा राई अलिक ह्यान्डसम हुँदैन होइन। अर्को चामलिङ राईको नाक हुँदैन मेरो तर्फबाट। सरको चाहिँ तिनटामा उस्तै थियो। अब भट्टराई र ठाडा राईमा अगाडि दुईटा शब्द जोडियो, दुईटा अक्षर जोडियो, तर अर्को राईमा त राई मात्रै हो। अब हेर्नुहोस् है त्यहाँ शिक्षकबाट भनेको सिक्ने हो। उहाँहरूले सही जवाब दिनु भएन हजुरहरूले भन्नु होला है त कमेन्टमा ड्याङ ड्याङ थी।